हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज हामी घाटाङ्क सम्बन्धी हिसाब गर्न सिक्ने छौं। हामीलाई दिएको प्रश्न रहेको छ, फाइन्ड द भ्यालु अफ x। 2a बाई b को पावर 2x माइनस 4 इक्वल टु b को पावर 2a को पावर 2x माइनस 4 रहेको छ। दिएको प्रश्नमा x को भ्यालु पत्ता लगाउनु पर्ने छ, जुन x पावरमा दिएको छ। भने यो हिसाब गर्नुभन्दा पहिले हामीले घाटाङ्क सम्बन्धी केही रुल्सहरू जान्न जरुरी छ। रुल्स। पहिलो रुल, x को पावर a इक्वल टु x को पावर b। पहिलो रुल अनुसार बेसहरू सेम छन् भने पावर के हुन्छ? इक्वल हुन्छ। तर हाम्रो प्रश्नमा पावरमा भएको x को भ्यालु पत्ता लगाउनु पर्ने छ भने त्यही पावरहरू दुईटै साइडमा के छन्? फेरि बराबर पनि छन्। अब डाइरेक्ट बराबर लेख्न त पाउँदैन, किनभने हाम्रो पहिलो रुल अनुसार बेस सेम भएमा मात्र पावर इक्वल गर्न पाइन्छ। तर हामीलाई दिएको प्रश्नमा पावर के छ? सेम छ, तर बेस सेम छैन भने अब हामीले के गर्नु पर्ला त? बेसलाई इक्वल बनाउनु पर्छ। अब बेसलाई कसरी इक्वल बनाउने त? त्यसको लागि पनि रुल प्रुभ गर्नु पर्ने छ। अब हामीले के गर्ने? 2a बाई b लाई b बाई 2a बनाउने या त b बाई 2a लाई 2a बाई b मा चेन्ज गर्ने। अब हामीले सकेसम्म के गर्नु पर्यो? b बाई 2a लाई 2a बाई b बनाउनु पर्छ। त्यो बनाउनको लागि के गर्ने त? जस्तै b बाई 2a ड्याट चेन्ज इन्टु 2a बाई b। तर कसरी चेन्ज गर्ने? अब हामीले के गर्नु पर्यो? b बाई 2a को पावर 1 छ। यसको पावर त लेख्न सकिन्छ होला नि? 1। अब हामीले केमा चेन्ज गर्दैछौँ? ड्याट चेन्ज इन्टु 2a बाई b को पावर अब के लेख्न सकिन्छ होला? -1। अब चेन्ज भयो है। अब हामीले के गर्ने? b बाई 2a को ठाउँमा 2a बाई b को पावर -1 लेख्नु पर्ने छ। अब हल गरौं। और 2a बाई b को पावर 2x माइनस 4 इक्वल टु, अब हामी b बाई 2a को ठाउँमा के लेख्नु पर्यो त? 2a बाई b को पावर -1 लेख्नु पर्ने छ। 2a बाई b को पावर कति लेखौं? -1। अब हाम्रो के छ त? होल पावर 2x माइनस 4 छ भने यसको पावर के लेखिने त? 2x माइनस 4। हामीले के मात्र गर्यौं? b बाई 2a को ठाउँमा फर्मुला अनुसार के लेख्यौं त? 2a बाई b को पावर -1। अब पावर ओपन गरिदिने और 2a बाई b को पावर 2x माइनस 4 इक्वल टू 2a डिवाइडेड बाई b को पावर माइनस, अब फेरि ओपन गर्ने, कति भयो त? 2x माइनस 4। अब के भइसक्यो? बेस पनि सेम भइसक्यो। बेस इक्वल भइसकेपछि पावर पनि के हुन्छ भनेको थिएँ? पावर पनि इक्वल हुन्छ। त्यसो भए 2x माइनस 4 इक्वल टु -2x माइनस 4 लेख्न पाउनेछौँ है। और 2x माइनस 4 इक्वल टु -2x माइनस 4 लेख्नेछौँ। अब के गर्ने? ओपन गर्ने, ब्रैकेट ओपन गरौँ। 2x माइनस 4 इक्वल
माइनस 2x छ माइनस माइनस प्लस हो। अब के गर्ने x कम्पोनेन्ट भएका नम्बरहरूलाई एक साइडमा ल्याउने र कन्स्टेन्ट टर्मलाई एक साइडमा लग्ने। यसको मतलब राइटमा भएको x कम्पोनेन्टलाई लेफ्ट साइडमा र लेफ्ट साइडमा भएको कन्स्टेन्ट टर्मलाई राइट साइडमा लग्नु पर्ने छ। 2x छ, अब राइट साइडमा माइनस 2x छ भने लेफ्ट साइडमा ल्याउँदा के होला त प्लस 2x इक्वल प्लस 4 छ। अब हाम्रो लेफ्ट साइडमा माइनस 4 छ भने राइट साइडमा लाग्दाखेरि के हुन्छ होला प्लस 4। अब एडिसन गरौँ है, 8 गरौँ, कति भयो त 4x इक्वल टु 8। अब के गर्ने डिभाइड गर्ने और x इक्वल टु 8/4। अब क्यान्सल गर्न सकिन्छ, 4 1 जा 4, 4 2 जा 8, देयरफोर कति आन्सर भयो x इक्वल टु 2। That is the correct answer। अब पालो तपाईहरूको। यदि भिडियो मन परेमा लाइक, सब्सक्राइब र शेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू।